हेलो गाइज, स्वागत छ मेरो नयाँ ब्लगमा। गुड इभिनिङ है सबैलाई। आज चाहिँ म जिम गएको भिडियो बनाउनु गइरहेको छु है। आज चाहिँ मेरो लेग डे हो अनि म बिगिनरै हो है। जिम जोइन गरेको चाहिँ मैले लगभग 1-1.5 महिना 2 महिना थियो हुनलाई। रेगुलर गरिरहेको जिम चाहिँ आज लेग डे हो। हेर मैले जिममा कस्तो कस्तो हुन्छ के हान्छु म होइन। यहाँ पनि सबै चिज देखाउँछु म तपाईँहरूलाई, हेर्नु है त। हेलो गाइज, म चाहिँ जिममा पुग्न लागिसकेँ। म चाहिँ यहाँ मिड वेस्टर्नमा हो क्या जिममा है गाइज होइन। म चाहिँ जिममा पुगिसकेँ है। मेरो साथी चाहिँ यहाँ छन्। हामी चाहिँ सुरु स्क्वाड हान्छौँ होइन। सुरु हेर मैले स्क्वाड हामी चाहिँ प्रत्येक सेट हान्छौँ होइन। हेर मैले साथीले चाहिँ अब 40 हान्दैछ है। 40 हान्दैछ अनि ऊ चाहिँ खतरा हेभी हान्छ है। म चाहिँ खासै हान्न सक्दैन। त्यो 30 मै चाहिँ अलिकति किप भइरहेको थियो मेरो है। अब साथीले 40 हान्छ, फेरि म 30 हान्छु। त्यहाँदेखि सिट यो हाम्रो एक्सर्साइज भइन्छ अनि यो स्क्वाडको। तीस हानेको गाह्रो भएको। साथीले 40 हानिरहेको छन् है। अनि साथीले 40 हाने, म 30 मै अलिक गाह्रो भएको मलाई। अब चाहिँ यो एक्सर्साइज भयो सक्यो है। त्यही चाहिँ अब हेरौँ। यो चाहिँ अब अर्को सेटमा अर्को एक्सर्साइजमा जान्छौँ। अर्को एक्सर्साइजमा जान्छौँ अब टक्कसँग है। अब चाहिँ हामी यो हान्छौँ होइन। गाइज होइन, यो एक्सर्साइज भयो। अब हामी यो हान्न लाग्छौँ। यो साथी हान्दैछौँ है। अब यो हान्न लाग्छौँ हामीले। खतरा टाइट भयो खुट्टा गाइज। खतरा टाइट अलि नदेखाऊँ। खतरा टाइट भयो है खुट्टा। मजा आएको छ हामीलाई गाइज। साथीले चाहिँ मिठो हान्छन् कि। यो चाहिँ पछाडि थाइको लागि है। यो बबाल एक्सर्साइज हो यो। साथीको बडी चाहिँ खतरा छ। लास्टमा देखाउँला नि अहिले। मेरो पार्टनर नै जिम पार्टनर खतरा हान्छन्। हामीले अब होइन त्यो पनि हामीले भेटिसक्यौँ। अब हामी हान्दैछौँ होइन। यो हान्दैछौँ है। हान्दैछौँ अब गाइज। यो हान्दैछौँ अब है। एकदम कम वेटबाट 40 केजीबाट हानेछ। फर्स्ट साथीले हान्छौँ, सेकेन्डमा हान्छु। त्यो भ्यायौँ हामीले। यो हान्छौँ।
गाइज होइन एक्सर्साइज पनि हानी भइयो लास्ट त्यो पनि हान्यो साथीले पनि हानिसक्यो मैले हानिसक्यो है खुट्टा चाहिँ जाम भइसक्यो हाम्रो खुट्टा जाम भइसक्यो रेस्ट नगरेँ मैले माहौल हेर मैले त माहौल कस्तो छ म होइन बेलुकाको समयमा आउँछु नि त हामी खाली हुन्छ भनेर त्यही भएर यहाँ खासै कोहीजना 2 जना या 3 जना यहाँ छन् लगभग 10-12 जना छन् है सबै गरेर हामी चाहिँ रेस्ट गरेर आऊँ होइन साथी पनि खाइसक्यो अब फ्यामिली है अब हामीले भइसकेको छौँ लेकको अब काप्स हान्न बाँकी छ क्या सब हानेर भइसक्यो ए हल्ला छ बहुत काप्स हान्न बाँकी छ लास्ट अब दुईवटा काप्स हानिसकेपछि हामी चाहिँ लाग्छ लेकको पनि कस्तै खाइरहेको छ साथै है लाज मानिरहन् अच्छा मलाई अलिअलि काप्स हान्न जान्छौँ है त गाइज जाऊँ औ अझ काप्स हान्छौँ है गाइज सो गाइज हाम्रो चाहिँ अब जिम सक्यो है लेग मजा आयो हान्न चाहिँ साथी आउँदैछ माथिबाट मेरो पार्टनर अनि हामी चाहिँ अब जिमबाट निस्किसक्यौँ अब घरतिर जानुपर्छ हामी बेलुका भइसक्यो लगभग 7 बज्न लागिसक्यो 5 बजीतिर आएको होइन जिम चाहिँ भ्यायो मजा आयो लेग डे गाइज सक्यो होइन जिम चाहिँ सक्यो म चाहिँ अब मेरो बाइकबाट जाँदैछु चाहिँ यहाँ छ है मेरो बाइक चाहिँ यहाँ छ अब चाहिँ तर मजा आयो लेग डे खुट्टा दुखाइछ गाइज ल अब चाहिँ हामी घरतिर जान्छौँ है सो गाइज अब चाहिँ म घरतिरको लागि हिँडिसकेँ है कुकुर डगिज भाइ गाह्रो छ गाइज होइन अँधेरो छ अनि त्यहाँबाट अबतिर खासै बनाउनु भिडियो बनाउनु पाइन्न होइन अँधेरोमा केही पनि देखिन्न कि सो अब म त बिस्तारै हिँडिरहेको छु है गाइज सब सुनसान भइसक्यो भने हो माइ गॉड बत्ती पनि छैन क्या हो गाइज बत्ती पनि रहन्छ कि त्यही भएर सब सुनसान छ सब कोठामा बस्छ सो गाइज म चाहिँ घर आइसकेँ है अनि बत्ती आएको थिएन त्यही भएर अनि त्यो भिडियो बनाउनु पाएन अहिले भर्खरै आयो बत्ती अनि भर्खरै आइसकेपछि बनाएँ भिडियो सिडियो है मुख सुख धोएँ फ्रेस भयो चिसो चाहिँ नुहाएन होइन फ्रेस भयो अनि त्यसपछि गाइज जिमको भिडियो यति नै हो है कस्तो लाग्छ कमेन्ट गर्नुहोस् होइन हेरिदिनुहोस् सपोर्ट गर्नुहोस् सब्सक्राइब हान्नुहोस् लाइक हान्नुहोस् अनि अरू कुरा यस्तै हो गाइज ल सपोर्ट गर्नुपर्छ है गाइज सपोर्ट गर्नुपर्छ अनि जिम चाहिँ जानुपर्छ है गाइज फिटनेसको चाहिँ एकदम ध्यान दिनुपर्छ फिटनेसमा चाहिँ अनि त्यसपछि त्यही भएर 2 महिना भयो होइन 2-2.5 महिना भयो म जिम गएको जस इम्प्रुभ भइरहेछ मजा आइरहेछ होइन जिम गाइज जिम गई चाहिँ अलग लेभलको फिलिङ आउँछ कि त्यो जिम चाहिँ जानुपर्छ ल गाइज आजको ब्लगलाई यति नै है त गुड बाई